आदरणीय मेरा प्यारा दाजुभाइ दिदीबहिनी आमा बुवा तथा मेरा साथीहरूलाई मेरो फर्स्ट भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा रोपाइ छ या हुनेवाला त थाहा छैन। पानी पनि परेको छैन, मोटरबाट लाउनु पर्ने छ, ट्र्याक्टर पनि पाएको छैन। यस्तै छ नेपालमा, पाइँदैन नेपालमा, अब सबै ठाउँमा यस्तै हुँदैन त। र आज चाहिँ म कुक, किनभने मलाई रोप्न पनि आउँदैन, बिउ गोड्न पनि आउँदैन। र यो चाहिँ हेर्नुहोस् हाम्रो बिउ जमराको थिम जमरा जमिरहेछ, जमरा बनिरहेछ। यस्तो पनि बिउ हुन्छ, कसरी रोप्ने हो? म चाहिँ भर्खर फ्रेस भएर अब किचनतर्फ लाग्दैछु। र यो चाहिँ हाम्रो सानो मिनी किचन। र आज चाहिँ मैले आगोमा पकाउँदैछु। मैले दाल बसाइसकेको छु, तरकारीहरू चाहिँ म काट्दैछु। मैले बोडी भाँचिसकेँ, आलु काट्दैछु। यो घरको आलु भएर घरको आलु भएर यस्तो चाम्टी परिसक्यो, त्यही पनि म काट्दैछु। खेतालाहरू पनि हुनुहुन्छ, त्यही भएर धेरै चाहिन्छ तरकारी पनि। र मैले धेरै चाहिँ लगभग फर्स्ट टाइम पकाउन लगाएको होला। दाल पाकिसक्यो आगोमा, दाल पुरै फालेछ। आगो पुरै त्यो होइन पुरै फोहोर भएछ। मैले लिप्नेवाला छु। अनि आलु भयो, यो बोडी भयो। अब चाहिँ के अरू मसला रेडी गर्नु छ। आज चाहिँ एकजना उसले ठुलो मम्मीले प्याज लसुन खानु नअरे, त्यही भएर म प्याज लसुन नहालिकन पकाउनेवाला छु। र यहाँ चाहिँ हाम्रो चामल रहेछ, यो कुकरमा पकाउने। गाई बसाल्ने तयारीमा थिएँ। यहाँ बाबाले चाहिँ पानी लगाउँदै हुनुहुन्छ खेतमा। यहाँ घाँस भयो, यति घाँस काट्दिन आइज भन्नुभयो। अब म घाँस काट्छु। यहाँ चाहिँ उनीहरूले राति गाई म चाहिँ घाँस काट्नु रेडी भएँ ल। मैले चाहिँ घाँस काटेर सकेँ। आगो निभेको रहेछ बालेर। तरकारी पकाउन रेडी। मेरो चाहिँ ठुलो मम्मीको आज प्याज लसुन नखाने व्रत अरे, त्यही भएर मैले चाहिँ जिरा खुर्सानीहरू हालेर लसुन आलु बोक्थेँ। अब चाहिँ बोडी हाल्छु, एकछिन टमाटर हाल्छु। यति बेरसम्म चाहिँ म यो आलुको बोक्रा कुखुरालाई दिएर आउँछु। बर्ड फ्लू लागेछ, त्यही भएर कुखुराहरूलाई छोपेपछि साबुन पानीले हालिदिनु पर्छ। कुखुरालाई छोपे त होइन, त्यही पनि लेट्स भात दबाई मुख नदिनु त तिरो गएर। अब चाहिँ मैले दिदीलाई रोटी बनाइदिन्छु किचनमा। दुधको चिया भोक जस्तो भयो। दुधको चिया बसाएँ आफ्नो लागि। यो स्पेसल कटेको चिया इज रेडी। र साथीहरू, यो चाहिँ हाम्रो मन्दिर हो। हामी चाहिँ साइडको त्यो घरको आमा बित्नुमा गएर हामी 45 दिनसम्म पूजा गरेको थिएनौँ। र यो मन्दिर चाहिँ बाहिर भएको भएर यस्तो फोहोर भएको छ नि, यस्तो फोहोर भएको छ। आज यो र म मिलेर सफा गर्दैछौँ बिदाको दिन पारेर। लेट्स डु इट है त। ल हेर्नु न, यहाँ यस्तो के किरा पुरै योवाला के भन्छ होला, के किरा योवाला किरा। अनि तराको त्यो गुहरू के छ। यो पुरा मूर्तिहरू जस्तो भयो थियो। मैले निकालेर, अनि भाँडाहरू त कस्तो कालो थियो, भाँडा त मैले निकालेर सफा गरिसकेँ। अब यो मन्दिर सफा गर्नु बाँकी छ। एकछिन धारो बन्द गर। धारो बानेको ढङ्ग बिर्सिसक्यो साथी हो। आज हामी मन्दिर सफा गर्दैछौँ। एउटा आन्टी हुनुहुन्छ, त्यही आन्टीले गरिदिन्छ, मैले त्यो गर्दिनँ। नगरे पनि मैले एक लट्ठी हान्ने हो साथी हो। हुन्छ किन भन्दाखेरि मेरो मम्मीले आन्टी मेरो उटपटाङ बहिनी एकजना जिस्काएर आन्टी भन्छु। मैले त्यसलाई हजुरआमा भन्छु ल। बाहिर म त्यही सफा गर्नलाई तँ चाहिँ मूर्ति छोप्ने काम गर्छिस् है एन्जल। भगवान्को मूर्तिहरू खोज्ने काम गर्छिस् ल। के आफै गर्नुहुन्छ मिल्दैन मिल्छ कि मिल्छ आफूले केले मिल्छ
बस्ने हो भित्रै फेरि अन्त त्यो धुलो नि यस्तो छ मिटर निकाल्छ पहिला आँखा पकाएर निस्केर आँखा खुट्टा छ त हेर्न पहिला टाउको चाहिँ सुरु गरौँ उनीहरूको यो तर्को सरी के सरी अब जा डमन बजाउँछु रे भगवान् भगवान् धेरै टक्क गरेर फेरि यो भगवान्को सर्व आएर टोक्छ नि थाहा छैन फेरि थाहा कि निक भनेको के गरेको हौ यो मैले धेरैसँगलाई मैले छैन मैले कस्तो हुन्छ र मान्छेहरू मैले हुँदैन है दा उस लाग्यो माकुराको जालो लाग्ने त्यो सफा यो केटी त भिडियोमा सुन्ने भगवान्को मोबाइल मान्छे हौ फेरि भगवान् आउँछ राति काम काट्दिनँ केही होइन झगडा खै गट्टला मिल्छ उतले त ल सल्लाह गरेर म एकछिन ढाडो हुन्छ रोक नै एकैछिन रोक के कस्तो मान्छे ओली भिडियोमा पनि कुनै गाली खाएको मात्रै हुन्छ यस्तो होइन ऊ फिक्री मिसको हो यो भित्र यस्तो घर रहेछ क्या भित्र के हो ल एकछिन ढाडो त ल एकछिन ढाडो नि मिक्सरबाट धोती छ धोती उ त्यहाँ अर्को पनि छ लिएर अरे तपाईँ भित्र मात्रै भित्र उसले जान्दिन यसले ल यो पहाल यहाँ यता हालेर यहाँ पान्छ अनि आइदिए यहाँ घुट्नु भगवान्ले चाहिँ नभोकै भगवान्ले घुट्नुहुन्न भुइँ मात्र घुट्नुहुन्छ यहाँ आइएछ यो त्यो मोबाइलमा पायो कालो कालो दागहरू छ नि सब घुटै सरप लिएर आउनुपर्छ क्या बाबामा खाऊ कि सरप होइन सर डब्बा सबै सब हुँदैन मात्रै तपाईँ के छ कतिवाला के छ यो त अच्छी पिरालको केही छैन ल ल खाइदियो भर्खर यतिकै गरौँ मैले सरप ल्याउनु मन चाहनु खाइदियो त्यही लास्टमा गर्ने हो पहिला भोट नै अहिले तल खाएन कि कहाँ भन्ने उयो त गर्दै जान्छ दुईले चिटिर गरेर के भन्नु चिटिर भ्याउने हो भने खाना पकाउनुपर्छ नि तपाईँ यिनी माथिको पनि गरेँ हेर त तँ यस्तो गरिदिनु माथिको घर कहाँ गएर पकाएको है एकैछिन त मोबाइल दिन्छ मोबाइल नगर्नु उता दिएर के सुरु तपाईँको मोबाइललाई मैले उता पलङमा राखिदिन्छ है नाइ के भिडियो गरेको कि नाइ के अहिले सुरुबाटै भिडियो गरे अलि सफा भयो किराहरू सबको किराहरू सक्क नै हुन्छ अब सही घट्नु है सर पर्दैन छोड्दै सरले अर्को छुट्टी गरेर कुनै दिन फुर्सद मिल्दाखेरि आज छुट्टी गर यिनी भगवान्हरूलाई उता राख्छु त उता साइड यहाँले भगवान्ले उता साइड हाल्छ भगवान्ले सुत्छ है सुत्छ ला आया सर इनिङ सक्छ अरे अनि यो त कागज थियो भाँडा धस्ने बेला हो त्यही भाँडा धस्ने बेला हो कि कागजले बस्छु कि कहाँ भुइँले सफा गर्छ नि होइन
दिस इज द फाइनल लुक। अब भाँडाहरू लिएर राख्नु छ ल फाइनल लुक। अब भोलि पूजा गरेपछि देखाउँछु ल।